सत्यं शिवं सुन्दरं नीमुने पालितं वन्दे नेपालमातरम् वन्दे नेपालमातरम्। ओम मेरा आत्मीय प्रिय प्रिय स्वजनलाई मेरो हार्दिक मङ्गलमय शुभ नमस्कार। हाम्रो देश नेपाल दक्षिण एसियाको प्रथम राष्ट्र हिमवत् खण्ड आर्यावर्त पुरातन कालदेखि नै यो कला कौशल अनेकौँ विद्यामा यो सुप्रसिद्ध रहेको एक राष्ट्र। हाम्रो देशको लिच्छविकाल त्यसलाई हामी गोल्डन एज भन्छौँ। त्यसै गोल्डन एजमा एक राजाहरू भए। त्यसमध्येमा एकजना राजा अंशुवर्माको विषयमा हामी के बोल्ने मेरो प्रयत्न रहनेछ। सर्वप्रथम अंशुवर्माको आज मेरो विषयमा चाहिँ अंशुवर्माले यस्तो एउटा विश्व प्रसिद्ध त्यति बेला भारत र चाइनामा सायद नभएको एउटा यस्तो अनुपम कला कौशल्य अद्वितीय एउटा वैदिक वास्तुशास्त्रयुक्त एक भवन बनाएका थिए। सो भवनको नाम थियो कैलाशकूट भवन। त्यो कैलाशकूट भवनमा म बढी केन्द्रित रहनेछु। तर सोभन्दा बढी पहिला अंशुवर्माको सानो छोटो परिचय दिन सन्दर्भ पनि हुनेछ। अंशुवर्मा एक पहिला महासामन्त थिए। पछिबाट उनी महारथिराजको रूपमा सुशोभित भए र उनी अत्यन्त सचेत सजग एउटा कुशल राजनीतिक थिए। उनमा बुद्धि बल कौशल र पुरुषार्थ आदि गुणले गर्दाहरूले उनले नेपाललाई एउटा यस्तो प्रगतिको पथको उन्मुख गराए जुन अहिले हामीले उहाँको आदर्श र उहाँको फुटप्रिन्ट उहाँको पाइलामा हामी हिँड्नुपर्ने हो। तर त्यसो भइरहेको छैन। त्यस्ता महापुरुष र कति विद्वानले त उहाँलाई चन्द्रगुप्त मौर्य विक्रमादित्यसँग पनि तुलना गर्दछन् र कसैले त फ्रान्सको नेपोलियन बोनापार्टसँग पनि तुलना गर्छन्। उहाँको पालामा नेपालमा धेरै प्रगति उन्नति भयो, चाहे परराष्ट्र नीति होस् र उनले केन्द्रीय शासनबाट विकेन्द्रीकरणको सिद्धान्त ग्राम पञ्चायती अर्थात् गाउँ पञ्चायतसम्म पनि उनले शासन व्यवस्था सूत्रपात गरेर विकेन्द्रीकरणको बढी सिद्धान्तलाई जोड दिए। उनी एउटा न्याय सम्पादन गर्दा उनी के भन्थे भने मैले यो न्याय सम्पादन गर्न पाउँदा एउटा मैले ठुलो उत्सव नै सम्झिने गर्थेँ। उनी पुनः भन्छन् मैले शास्त्रको अध्ययन गर्दा गर्दा खराब विचार हटिसकेकोले मेरो प्रजाहरू कसरी सुख हुन्छन्, कसरी शान्ति हुन्छ, उनीहरूलाई कसरी उन्नति प्रगति गर्न सकिन्छ भन्ने दिन रात उनको चिन्तन त्यही नै थियो। अब हाम्रो मूल विषयतिर लागौँ। उनले बनाएको कैलाशकूट भवन त्यति बेला एउटा अद्वितीय कला कौशलले परिपूर्ण साँच्चीकै एउटा सुन्दर भवन थियो। यस विषयमा चाइनिजहरूले आफ्नो डायरीमा त्यस विषयमा लेखेका छन्। एकजना चिनिया यात्री धरणीदेवको पालामा आएका थिए। उनको नाम वाङ वेन्चे। चेले के लेख्छन् भने निपोवर अर्थात् नेपालको राजधानी उनीहरूले निपोवरलाई उनीहरूले हाम्रो चिनियाले नेपाललाई निपोवर भन्छन्। नेपालको राजधानीमा तलै तला भएको ठुलो भवन छ। त्यो भवनको माथिल्लो खण्डमा 10,000 मान्छे सजिलै अटाउन सक्छन् र त्यसको माथिल्लो वेदीमा राजा नलिङ टिपो सिंहासनमा विराजमान छन्। उनले मोतीका माला लगाएका छन्। उनको कम्मरपेटीमा बुद्धको आकृति भएको अङ्कित गरिएको छ र तल्लो भागमा सभाकक्षको बीच भागमा त्यहाँ चारैतिर रङ्गी बेरङ्गी फुलहरू अत्तर छरिएको छ र सभाको कक्षको दायाँ बायाँपट्टि त्यहाँ उनका भारदारहरू अफिसरहरू अधिकारीहरू बसेका छन् भने एकातिर सशस्त्र सिपाहीहरू पहरा दिएर बसेका छन् उनले लेखेका छन्। साथै उनले के भन्छन् भने त्यहाँ एउटा 4वटा यस्तो आश्चर्यजनक मण्डप छ। त्यो मण्डपमा यस्तो अद्वितीय यस्तो कला कौशलले भरिएको मूर्ति छ भन्ने उनले लेख्छन्। र साथै उनकै त्यस भवनमा 3टा वेदी छ। त्यो 3 वेदीमा 3वटा बुर्जा छन्। अहिले हामीले अङ्ग्रेजी भाषामा यसलाई भन्नुपर्दा टावर भन्नु नि उपयुक्त हुन्छ। र बीचको टावर विशेष सौन्दर्ययुक्त, त्यसमा त्यसका झ्यालहरू डणालीहरू
अत्यन्त एकदम मोती टाँसिएका अत्यन्त बहुमूल्य ढुङ्गाहरू पत्थरहरू त्यहाँ राखिएका छन् र कलात्मक छन्। र त्यो भवनको एउटा मुख्य विशेषता के छ भने उनी के लेख्छन् भने त्यो भवनको चारैतिर तामाको धारो भएको, त्यसमा मुखमा सुनको ड्रागन छ, त्यसमा चारैतिर धारा छन्। त्यो धाराबाट पानी झर्छ। त्यो पानीलाई तल सुरुङ जस्तो बनाएर माथि लगिएको छ र त्यो पानी झर्दाखेरि एउटा प्राकृतिक झरना जस्तो आभास हुन्छ। उनी फेरि के भन्छन् भने यस्तो किसिमको भवन त चीनमा पनि छैन। हामीले एकपल्ट सोचौँ, 7औं शताब्दीको चीन, प्रगति उन्नति पथमा लम्किएको चीन, संसारको सबभन्दा धनी देश चीनमा त्यस्तो भवन हाम्रो देश नेपालमा थियो। अब त्यो भवनको विषयमा अलिकति भन्नुपर्दा कसरी त्यो 7 तले भन्ने हाम्रो वंशावली लेखेको छ, त्यो 7 तले भित्रमा पानी कसरी पुर्याइयो होला भनेर धेरै विद्वानहरूले आफ्नो धारणा व्यक्त गरेका छन्। र एउटा शिलालेखमा एउटा शब्द आएको छ, पानीय सलिल यन्त्र। त्यो पानीय सलिल यन्त्रलाई हामी आधुनिक कालमा अहिले हामीले मोटर भनेर सम्झौँ। त्यो पानीय सलिल यन्त्रको सहायताबाट माथि 7 तलासम्म पानी लगिएर त्यो चारैतिर रहेको त्यो तामाको धारा, जसमा सुनको टुटी छ, ड्रागन छ, चारैतिर गर्दाखेरि लगिएको हो। त्यति बेला हाम्रो देश नेपालमा एउटा पानीय सलिल यन्त्र अर्थात् कति शक्तिशाली मोटर बनिसकेको छ हामीले सहजै बुझौँ। र नेपाल त्यति बेला एउटा साइन्स र टेक्नोलोजी, विज्ञान र प्रविधिमा पनि निकै ठुलो उन्नति गरिसकेको भन्ने प्रतीत हुन्छ। र त्यो किनभने नारायणदेवको एउटा आफ्नो अनन्तलिङ्गेशको शिलालेखमा उनीहरू के भन्छन् भने कैलाश जस्तो उज्जवल भनेर लेखिएकोले त्यो माथिल्लो भाग कैलाशको जस्तो, शिवजी जस्तो जुरो भएको हुनुपर्छ। त्यसलाई किनभने अंशुवर्मा पशुपति भट्टारका परम भक्त थिए, उनले पशुपतिको पाएको अनुग्रह पाएको भन्ने उनले आफ्नो प्रशस्तिमा लेखाएका थिए। र त्यो शिवजीको जुरोबाट तल त पानी झरेको मन्दाकिनी गङ्गा बहेको जस्तो हुनुपर्छ, त्यही नै हो वास्तवमा। अब त्यो भवन कस्तो थियो त, कुन शैलीमाको थियो भन्दाखेरि पक्का पनि त्यो हाम्रो पवित्र शिखर कैलाश पर्वत जस्तै थियो, किनभने त्यो उज्जवल थियो, त्यही शैलीमा थियो। भने अर्को शैली त्रिपुर शैली, अर्थात् 3टा त्यहाँ टावर छन्, 3टा बुर्जा छन् र 3टा चोक पनि छ, त्यसलाई त्रिपुर शैली पनि भन्नुपर्छ। तर मेरो विचारमा अर्को एउटा शैली पनि छ त्यहाँ, त्यो शैली हो त्रिपुर अर्थात् त्रिशैली, अर्थात् 3टा त्रिधातु शैली भन्नाले एउटा बीचको सुनको गजुर, दायाँ बायाँ चाहिँ नि एउटा तामा एउटा चाँदी, किनभने ऋग्वेदमा यसलाई त्रिधातु शैली भनेर वर्णन गरिएको छ। र त्यो भवनको विषयमा धेरै कुराहरू भनिएको छ। त्यसलाई प्रासाद रथ भनेर पनि भनिएको छ। र त्यति बेला आउने अरू चिनी यात्रीले पनि सो भवन भारतमा पनि त्यस्तो नभएको, चीनमा पनि नभएको विश्व प्रसिद्ध भनेर अत्यन्त मुक्त कण्ठले प्रशंसा गरेका छन्। र स्वयं अंशुवर्माले आफ्नो साँगाको शिलालेखमा उनी के भन्छन् भने पृथ्वी तलको टीका जस्तो मानिसहरू छक्क पाएर आँखा झिम्काइ हेरिरहेका छन् भनेर उनले लेखेका छन्। महाराज अंशुवर्माले आफ्नो भवन त बयान गरे होलान्, तर पछिका राजा नारायणदेवले अनन्तलिङ्गेशको शिलालेखमा उनी के भन्छन् भने कैलाश जस्तै उज्जवल अनन्त चाहिँ नि एकदम चाहिँ विश्व प्रसिद्ध, आँखालाई आनन्द दिने भने वर्णन गरेका छन् भने त्यस्तै अर्को शिलालेख छ नारायणदेवकै भन्सार चोक पाटनको अभिलेखमा उनी के भन्छन् भने हिमालमा चाँदनीमा हिमाल जसरी टल्किन्छ टल्किन्छ त्यस्तै त्यो उज्जवल भनेर उनले त्यो मुक्त कण्ठले त्यो बयान गरिएको छ। त्यसरी नेपालमा यस्तो एउटा अद्वितीय अनुपम वास्तुशास्त्रको उत्कृष्ट नमुना त्यो भवन थियो। त्यति बेला भारतमा पनि त्यस्तो भवन नभएको होला। भारतमा पनि त्यति बेला निकै ठुलो प्रगति, 7औं शताब्दीको भारत, त्यति बेला हर्षवर्धन राजा राज्य गर्दथे। हर्षवर्धन पनि एउटा विस्तारवादी नीति लिएका थिए। उनीको पनि चारैतिर राज्य सीमा विस्तार गर्दै थिए। त्यस्तो बिचमा बसेर अर्को सङचङ गम्पो
राज्य गर्दथे उत्तरमा, उनको पनि विस्तारवादी नीति थियो। यसलाई बिचमा नेपाललाई राखेर प्रगति उन्नतिको शिखरमा पुर्याउन उनले यस्तो दरबारको निर्माण गराए। अब त्यो दरबार कहाँ होला भनेर धेरै इतिहासकारको मत रहेको छ। अहिले पछिका धेरैको अनुसन्धानबाट त्यो हाडेगाउँ विशालनगरमा रहेको छ र त्यसको परिधि धेरै ठुलो परिधि रहेको छ। अहिले हामी त्यो नक्सालको दूरसञ्चार, मनमानिसको पछाडिको भागहरू र बालमन्दिर त्यो सबै कैलाशकुट भवनको त्यो परिधि हो। धेरै जसो त्यो भवनको तल्लो पुरिएको छ, घरहरू धेरै भने पुरिसकेको छ। तर भाग्यवश बालमन्दिरको पछाडि केही जमिनमा त्यसको अवशेष बाँकी छ। अहिले आधुनिक टेक्नोलोजीको सहायताबाट त्यो भवन त्यहाँ भएको पत्ता लागेको छ। अब एकपल्ट हामीले म बालेन सरकारलाई, तपाईँ त संस्कृति प्रेमी हुनुहुन्छ बालेनज्यू, अत्यन्त चाहिँ तपाईँलाई कलाको पनि मर्मज्ञ हुनुहुन्छ। एकपल्ट त्यो भवनलाई एकपल्ट पहिलेको जस्तै त्यसलाई एउटा प्रतिकृति, एउटा मोडल बनाउन सकियो भने हाम्रो देश नेपालमा यस्तो जमानामा यस्तो अद्वितीय भवन थियो, अनुपम भवन थियो र विदेशमा समेत नभएको भवन आएर त्यो एउटा हामीलाई आत्मगौरव, एउटा सम्मान बढ्थ्यो। यसमा विदेशीले पनि आएर हेर्थे। शोभम भवन बनाइदिनको लागि म हाम्रो सम्माननीय प्रधानमन्त्रीजीलाई अत्यन्त विनम्रतापूर्वक अनुरोध गर्दछु र मैले यो कैलाशकुट भवनको हजुरहरूलाई छोटो परिचय टक्र्याएँ। हजुरहरूलाई कस्तो लाग्छ यसो प्रतिक्रिया गरिदिनु।